साथीहरु नमस्कार। म इन्द्र भट्टराई र यहाँहरुलाई मेरो YouTube च्यानल इन्द्र भट्टराई अ लर्नरमा हार्दिक स्वागत छ। साथीहरु यसो कल्पना गरौं, तपाई लोक सेवा आयोगमा सफल हुनुभयो, शिक्षक सेवा आयोगमा पनि सफल हुनुभयो। एकदम खुशियालीको माहौल छ, सबैतिरबाट तपाईले बधाई प्राप्त गरिराख्नु भएको छ अनि बेचेर सपना मैले रात किनेको छु भन्ने गीतमा टिकटक बनाइराख्नु भएको छ। कल्पना गरौं न कति खुशीको माहौल छ। अनि अर्को तरिकाबाट पनि कल्पना गरौं, एकचोटी एक्जाम दियो, नाम निस्केन, निराशा। अर्कोचोटी एक्जाम दियो, नाम निस्केन, निराशा। फेरि अर्कोचोटी पनि नाम दियो, तेस्रो चौथो पाँचौं चोटीसम्म भइसक्दाखेरि मान्छेमा एक किसिमको फ्रस्ट्रेसन जस्तो एन्जाइटी जस्तो भइराखेको अवस्थाहरू पनि छ। किन कोही मान्छे एकैचोटीमा सफल हुन्छ, किन कोही मान्छे बारम्बार प्रयास गर्दाखेरि पनि 8 चोटी 10 चोटी परीक्षा दिइसक्यो तर पनि लोक सेवा आयोग शिक्षक सेवा आयोगमा सफल हुन सकिराखेको छैन। यस पछाडिका विभिन्न कारणहरू हुन सक्छन्। त्यसमध्ये तपाईं हामीले केही गल्तीहरू गरिराखेका हुन्छौं, जस कारणले गर्दाखेरि लामो समयसम्म एक्जाम दियो, पढाइ पनि पुगेकै जस्तो लाग्छ, तयारी पनि राम्रै भएको जस्तो लाग्छ, तर पनि नाम निस्किराखेको हुँदैन। आजको यस भिडियोमा म शिक्षक सेवा तथा लोक सेवा आयोगको तयारी गर्ने मान्छेहरूले गर्ने कमन मिस्टेकहरू, इररहरू के हुन्छ त त्यसको बारेमा छलफल गर्नेछु। साथसाथै गल्तीहरू औँल्याएर मात्रै भएन, ती गल्तीहरूलाई कसरी ओभरकम गर्न सकिन्छ, समाधान गर्न सकिन्छ भन्ने बारेमा पनि आजको यस सेसनमा यस भिडियोमा हामी छलफल गर्नेछौँ। साथीहरू ढिलो नगरिकन सुरु गरौँ। आज मैले अगाडि नै पनि भने लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी गर्ने सन्दर्भमा हामीले के कस्ता गल्तीहरू गरिराखेका हुन्छौँ, विशेष गरी मैले यी गल्तीहरूलाई 8 वटा पोइन्टहरुमा क्याटेगोराइज गरेको छु। क्रमशः हामी छलफल गर्दै जान्छौँ। अब सबैभन्दा पहिलो गल्तीबाटै सुरु गरौँ ल। यो गल्ती स्पेसिफाई गरेर अब हामी जहिले पनि समस्या पहिचान गरिसकेपछि मात्रै समाधानका उपाय खोज्न सक्छौं नि त। त्यसकारण पहिलो कुरा त तपाई आफ्नो गल्ती कमी कमजोरी के छ भन्ने कुरै फाइन्ड आउट गर्न, पहिचान गर्न जरुरी छ। गल्ती कमी कमजोरी पत्ता लगाइसकेपछि त्यसलाई सुधार गर्न सजिलो छ। जस्तो डाक्टरले पनि तपाईलाई हेर्यो भने पहिला तपाईको रोग के छ भन्ने कुरा पत्ता लगाउँछ, त्यो पत्ता लगाइसकेपछि औषधि दिनको लागि सजिलो हुन्छ। त्यसकारण यही तरिकाबाट यसलाई बुझ्नु होला। र हामीले गर्ने पहिलो गल्ती साथीहरू, सामान्य टेक्निकल विषयहरूको समेत पनि जानकारी नराख्ने। यो टेक्निकल विषय भनेको चाहिँ अब सूचना प्रविधि चलाउन जान्ने, ल्यापटप चलाउन जान्ने, मोबाइल चलाउन जान्ने भन्न खोजेको होइन। जस्तै तपाई शिक्षक सेवा आयोगको तयारी गरिराख्नु भएको छ, लोक सेवा आयोगको तयारी गरिराख्नु भएको छ, तर तपाईलाई करिकुलमको बारेमा पनि थाहा छैन, कस्तो करिकुलम पढ्नुपर्छ भन्ने विषय पनि थाहा छैन। अनि धेरै जना साथीहरूले मेसेज गरेर सोधिराख्नुहुन्छ, सर यो एक्जाम कहिले हुन्छ, यो कहिले खुल्छ, यो जस्तै प्रासको परीक्षा कहिले हुन्छ, बिनीको परीक्षा कहिले हुन्छ, खरिदारको कहिले हुन्छ। यो मलाई जहाँसम्म लाग्छ एउटा सचेत मान्छेको लागि सोध्नुपर्ने प्रश्न नै होइन। किनभने नि हरेक लोक सेवा आयोगले, अहिले त अब 7 वटा प्रदेशमा लोक सेवा आयोग छ, केन्द्रमा पनि लोक सेवा आयोग छ, हरेक लोक सेवा आयोगले साउनको 1 गते अथवा 2 गते नयाँ आर्थिक वर्ष सुरु हुने बित्तिकै कार्यतालिका प्रकाशन गरेको हुन्छ। तपाईले कसैलाई सोधिराख्नै पर्दैन क्या। त्यो कार्यतालिका हेर्ने बित्तिकै ए ल प्रासको एक्जाम यो बेला हुने रहेछ, बिनीको फर्म यो बेला खुल्ने रहेछ, एक्जाम जेनरली यो बेला हुने रहेछ, खरिदारको त्यस्तै रहेछ, नासुको त्यस्तै रहेछ भनेपछि पहिलो कुरा तपाईले कुन एक्जाम दिन लाग्नु भएको, त्यसको फर्म कहिले खुल्छ, परीक्षा कहिले हुन्छ भन्ने बारेमा जानकारी राख्न जरुरी रह्यो। दोस्रो, धेरै जना साथीहरूले अहिले पनि गएर लोक सेवा आयोगको फर्म भर्नु पर्यो भने, मास्टर आइडीहरू बनाउनु पर्यो भने साइबर गइराख्नु भएको हुन्छ। अब अहिले यस्तो सूचना तथा सञ्चार प्रविधिको युगमा हामीले फर्म पनि भर्न जानेनौं, त्यति काम पनि आफैले गर्न जानेनौं भने नयाँ कुरा कहिले सिक्ने त, त्यो कुरा कहिले जान्ने त भन्नु त। मानौ तपाई प्राविधिक सहायक बन्न खोज्नु भएको थियो अनि फर्म भर्न तपाईलाई आएन, अब साइबर जानुभयो, भोलि तपाई प्राविधिक सहायक भइसकेपछि इमेजहरू चलाउनु पर्छ होला, जान्नु त पर्यो नि। त्यसकारण मलाई आउँदैन, यो गाह्रो हुन्छ, त्यस्तो हुन्छ होइन। अहिले सजिलैसँग इन्टरनेटमा धेरै कुराहरू प्राप्त गर्न सकिन्छ, जसलाई हेरेर तपाई आफै फर्म भर्ने कोसिस गर्नु होला। फर्मै भर्नको लागि पनि साइबर गइराख्न पर्ने जरुरत देखिदैन। त्यस्तै गरी अर्को, जस्तो यहाँले विद्यालय निरीक्षकको एक्जाम दिन लाग्नु भएको छ भने बिनीमा ओएमआर हुँदैन, त्यसमा ए बी सी डी भनेर लेख्नुपर्छ। फेरि यता अप्राविधिकतिरको एक्जाम सेक्सन अफिसरहरू दिन लाग्नु भने त्यसमा ओएमआर हुन्छ, कुनमा ओएमआर हुन्छ हुँदैन, कसरी भर्ने भन्ने जस्ता कुराहरू एकदमै जान्न जरुरी छ। अनि अर्को कुरा, यो टेक्निकल विषय भनेको साथीहरू हेर्दा सामान्य जस्तो लागे पनि ज्यादै महत्त्वपूर्ण हुन्छ। तपाईले अब्जेक्टिभमा 50 वटा क्वेशन सोधेको थियो, 48 वटा एकदमै राम्रो तरिकाबाट मिलाउनु भएको छ, तर आन्सर की लेख्न छुट्याइदियो भने के हुन्छ, तपाई फेल हो नि त। त्यसकारण यस्ता विषयहरुमा एकदम सचेत हुने। कतिपय साथीहरूले जस्तै सेक्सन ए मा लेख्नुपर्ने आन्सर बी मा लेखेर, बी मा लेख्नुपर्ने आन्सर ए मा लेखेर आउनुहुन्छ, त्यो गर्यो भने त्यो मिस्टेक भयो। त्यो मिस्टेक पनि अक्षम्य खालको मिस्टेक भयो। गल्ती कमी कमजोरी सुधार गर्न सकिने अवस्था त हुन्छ,
तर त्यस्तो खालको अवस्थामा तपाईँको सुधार हुँदैन। आन्सर किनै लेख्न छोडिदिनु भयो भने तपाईँ त्यो इलिजिबल नै हुनु भएन। त्यसकारण यस्तो विषयहरूमा चाहिँ ख्याल गर्नु पर्यो। भनेको कुनको इक्जाम दिन लागेको हो, त्यो कहिले फर्म खुल्छ, कहिले इक्जाम हुन्छ, त्यसको पाठ्यक्रम के छ, पाठ्यक्रम त मेन हेर्नु पर्यो नि त। तपाईँ हामीले धेरैले गर्ने गल्ती के भने एउटा कुनै बुक किन्ने अनि त्यो बुकमा जे विषय छ त्यही पढ्ने, आहा मलाई त सबै आउँछ भन्ने। तर सबै बुकहरूमा करिकुलममा भएका सबै विषयवस्तुहरू नसमेटिएको पनि हुनसक्छ। त्यस्तो कुरामा सचेत नरहने जस्ता गल्ती कमी कमजोरीहरू हामी गरिराखेका हुन्छौँ। अनि ओएमआर भर्ने सन्दर्भमा, अनि एन्सर कीहरू लेख्ने सन्दर्भमा, सेक्सन छुट्याउने सन्दर्भमा यी यस्ता विषयहरूमा तपाईँ एकदमै कन्सियस हुनुपर्छ, सचेत हुनुपर्छ। अब मानौँ तपाईँले तयारी राम्रो गर्नुभएको थियो तर आन्सर की नै लेख्न छुट्याइदिनु भएको हो भने जति नै राम्रो भए पनि नम्बर 0 बराबर भयो, त्यो वर्षको तपाईँको तयारी खेर गयो नि त। त्यसकारण यस्ता टेक्निकल विषयहरूमा जानकारी राख्ने र म यो कुरा सिकेरै छोड्छु, म यो कुरा गरेरै छोड्छु भन्ने अठोटका साथ गर्नु होला। अब हरेकचोटि फर्म खुल्छ, हरेकचोटि साइबर गएर फर्म भर्ने त नभर्ने, एकचोटि जानियो, एकचोटि तपाईँलाई 2 घन्टा 3 घन्टा लाग्ला र यो फर्म भर्न त्यस्तो धेरै गाह्रो पनि हुँदैन साथीहरू। लोकसेवा आयोगले म्यानुअल पनि राखिदिएको हुन्छ, त्यो हेरेर गर्न सकिन्छ। जानिएन भने कोही एक्सपर्ट मान्छेहरूसँग सोधेर पनि गर्न सकिन्छ। तर आफै गर्नु होला, आफैले सिक्ने कोसिस गर्नु होला, यसमा पनि परनिर्भर नबन्नु होला है। ल तपाईँ तयारी गर्दै हुनुहुन्छ भने सामान्य टेक्निकल विषय, यो काम के हो, कस्तो हो, यसको करिकुलम कस्तो छ, फर्म कहिले खुल्छ, कहिले जाँच हुन्छ, कस्तो माध्यमबाट हुन्छ भन्ने कुराको बारेमा फर्स्टमा जानकारी राख्नुपर्छ। दोस्रो, यो धेरै मान्छेहरूले गर्ने गल्ती, धेरै ठाउँमा हात हाल्ने क्या। जस्तै त्यही मान्छेले शिक्षक सेवा आयोग पनि पढिरहेको छ, बिनी पनि पढिरहेको छ, प्रास पनि पढिरहेको छ, खरदार पनि पढाएको छ, सुब्बा पनि पढाएको छ, अधिकृत पनि पढाएको छ, संस्थानतिर पनि पढाएको छ, ताल पर्यो भने कोरियन भाषा पनि पढिराखेको छ। तपाईँ हामीले के बुझ्नु हुँदैन भने नि, अब जेनरली भाष्य कसरी निर्माण गरिन्छ भने शिक्षक सेवा आयोगभन्दा लोकसेवा आयोग राम्रो, लोकसेवा आयोगभन्दा अझ अमेरिका युरोपतिर गएको विदेशतिर राम्रो भने जस्तो नि यस्तो तरिकाको भाष्य निर्माण गरिएको छ। के बुझ्नुहोस् भने हरेक पेसा व्यवसायका, हरेक क्षेत्रहरूका आफ्नै गुड पोइन्ट हुन्छन्, ब्याड पोइन्ट हुन्छन्, राम्रा पक्षहरू हुन्छन्, नराम्रा पक्षहरू हुन्छन्। जस्तै तपाईँले शिक्षक सेवा आयोगको तयारी गर्ने बेला ओहो एउटा खरिदारलाई पनि सबैले नमस्कार गरिराखेको हुन्छ, मावि लेभलको टिचर भएर के गर्नु र, खरिदारकै राम्रो छ भनेर तयारी गर्न थाल्ने। अनि खरिदारको बेला तयारी गर्न ल अब म खरिदार पढ्छु भनेर अठोट गर्नु हो। अनि खरिदार पढ्न थालिसकेपछि के सोच आउँछ भने ओहो खरिदार भनेको त चौथो तहको लगभग त्यो लेभलको हो, यति सामान्य खालको पद छ, यसपछि सुब्बा अफिसर कहिले हुने होला, त्यो भएर काम गर्न सकिन्छ कि सकिँदैन, यस्तो गाह्रो छ। बरु मैले यता मावि लेभलको टिचरको तयारी गरेको भए ब्याचलर लेभलसम्म पढेकै विषय थियो, त्यही विषयको तयारी गर्नुहुन्थ्यो। यहाँ त सबै नयाँ नयाँ विषय छ, आइक्यू भन्ने छ, जिके भन्ने छ, रिटर्न भन्ने छ, त्यस्तै छ। अनि फेरि तपाईँ त्यतातिर पढ्न लाग्नुहुन्छ। यस्तो गर्नु भएन क्या। शिक्षक सेवा आयोगका पनि आफ्ना राम्रा पक्षहरू छन्, निजामती सेवाका पनि राम्रा पक्षहरू छन्। तयारी गर्ने बेला एउटा तुलना गरेर अर्को तयारी गर्ने, अर्को तुलना गरेर अर्को तयारी गर्ने होइन। हेर्नुहोस्, सबभन्दा ठुलो कुरा खुसी हो साथीहरू। टिचर भएरै पनि मान्छे खुसी हुन सक्छ, निजामती सेवामै आएर पनि मान्छे दुखी भयो, सचिवै भयो, तर ऊ आफ्नो पेसाप्रति एकदम दुखी छ, बेकार म यो पेसातिर आएँ भन्ने सोच्छ भने जिन्दगीमा के चाहिएको हो त मान्छेलाई, होइन? हामीले त खासमा जिन्दगीको लागि जागिर चाहिएको हो नि त, जागिर त जिन्दगी होइन नि त हाम्रो, हो कि होइन? त्यसकारण खुसी सबैभन्दा ठुलो कुरा हो। तपाईँ सानो मन गरेर एकतिर तयारी गर्दै गर्दा अर्कोतिरको सोच्ने, म आफैलाई पनि हुन्थ्यो है साथीहरू। जस्तै बिनीको तयारी गर्नतिर लाग्दाखेरि होइन बिनीभन्दा त सेक्सन अफिसर नै राम्रो छ भन्ने, अनि फेरि सेक्सन अफिसर हेर्नतिर लाग्यो, होइन सेक्सन अफिसर अलिक गाह्रो छ, बिनीको विषय त म आफैले एजुकेसन ब्याकग्राउन्डको भएको कारणले ती विषयहरू त ब्याचलरमा मास्टरमा पढेकै छु, ती विषयहरू सजिलैसँग ट्याकल गर्न सकिन्छ भन्ने भयो। एउटै मान्छेले एकैचोटि सबै कुरा गर्न सक्दैन, यो कुरा बुझ्नु होला तपाईँले। अब खरिदारको फर्म खुल्दा खरिदारको तयारी गर्ने, सुब्बाको फर्म खुल्दा सुब्बाको तयारी गर्ने, प्रासको खुल्दा प्रासको गर्ने, यता टिएससी खुल्दा टिएससी गर्ने, यस्तो तरिकाबाट तपाईँले तयारी गर्नुभयो र धेरैजनाले गर्ने गल्ती नै यही हुन्छ। यो यस्तो खालको गल्ती कमी कमजोरी सुधार गर्नु होला। एउटैमा फोकस भएर लाग्नुभयो भने 1 वर्ष 2 वर्ष मेहनत गर्नुभयो अथवा राम्रोसँग तयारी गर्यो भने त 6-7 महिना मजाले फोकस भएर तयारी गर्यो भने नाम निकाल्न सकिन्छ। तपाईँहरूलाई थाहा छँदैछ, गहिराइमा पुग्नको लागि, पानी निकाल्नको लागि एउटै ठाउँमा धेरै गहिरो खन्नुपर्छ, अनि बल्ल त्यहाँबाट पानी निस्किन्छ। एक ठाउँमा थोरै खन्यो, अर्को ठाउँमा खन्यो, अर्को ठाउँमा खन्यो, अनि त्यसको सबैको लेन्थ जोडेर पानी निस्किनेवाला छैन। सफलता पनि त्यस्तै हो। अलिकति खरिदारको, अलिकति सुब्बाको, अलिकति अफिसरको तयारी गरेर हुँदैन। तर यसो भन्दै गर्दा कमन खालका विषयहरू छन् भने तयारी गर्नुहोस् क्या। जस्तै शिक्षक सेवा आयोग, प्राविधिक सहायक र विद्यालय निरीक्षकको कन्टेन्ट लगभग धेरै विषयमा मिल्छ। त्यसो हो भने तिनीहरूलाई टाइम म्यानेज गरेर तयारी गर्न सकिन्छ।
खरिदार सुब्बा अफिसर लगभग टाइम म्यानेज गरेर योतिरको अप्राविधिकतिरलाई तयारी गर्न सकिन्छ। तर जे फर्म खुल्छ त्यही भरिदिने, जता मन लाग्छ त्यतैतिर हिँडिने, कोरियन भाषाको फर्म खुल्दा कोरियन पढ्ने, इजरायलको फर्म खुल्यो भने इजरायल पढ्ने, त्यस्तो गरेर चाहिँ हुँदैन। मैले फेरि पनि भने कुनै पनि पेसा व्यवसाय पर्फेक्ट छैन, हरेकका आफ्ना लिमिटेसन्सहरू छन्, स्ट्रेन्थहरू छन्। त्यो कुरालाई स्वीकार गर्नुस्, बुझ्नुस् र जे तयारी गर्ने हो त्यसमा फुल्ली फोकस भएर लाग्नु त। अनि नाम निस्केन छ भने मलाई भन्नु होला है। ल धेरै ठाउँमा हात हाल्ने भन्दा पनि एउटै ठाउँमा चाहिँ एकदम फोकस भएर लाग्ने गरियो भने नाम निस्किन सक्छ। अहिलेसम्म तपाईँले यही गल्ती गरेर नाम ननिस्केको हो कि एकचोटि आत्मालोचना पनि गर्नुहोला। र तेस्रो नम्बर, यो पनि अर्को महत्त्वपूर्ण पोइन्ट छ साथीहरू, खोजमुखी तथा समालोचनात्मक नहुने। क्या तपाईँ हामी लोकसेवा आयोगको तयारी गर्ने मान्छेहरू कस्तो भयो भने अब अहिले लोकसेवा आयोगको क्लासहरू इजिली एभाइलेबल हुन्छ, सजिलैसँग क्लासहरू प्राप्त गर्न सकिन्छ, बुकहरू पनि सजिलैसँग प्राप्त गर्न सकिन्छ। 2-3वटा बुकहरू किन्ने, त्यसपछि एउटा क्लास लिने, अनि टिचरले जे भन्छ त्यही कुरा मात्रै पढ्ने, स्पुन फुडर भइयो। क्या अरूले मुखमा चम्चाले लगेर जे हालिदिन्छ त्यही कुरा मात्रै खाने खालको भइयो। त्यस्तो गरियो भने पनि लोकसेवा आयोगमा नाम निस्किँदैन। अहिले हेर्नुहोस्, अब लोकसेवा आयोग अथवा शिक्षक सेवा आयोगको यो कम्प्लेक्सिटी लेभल बढ्दै गएको छ। हाम्रा अगाडिका जेनेरेसनहरूले टिकै लगाएर पनि जागिर खानुभयो, विद्यालय निरीक्षक बन्नुभयो, अहिले त्यही मान्छेहरू सचिव पनि बनिसक्नु भएको अवस्था पनि छ। अलि अगाडि प्राविधिक सहायकमा 50वटा क्वेसन आउँथ्यो, अब्जेक्टिभ मात्रै हुन्थ्यो, अहिले अब सबैमा रिटर्न आइसकेको छ। अप्राविधिकतिर पनि फर्स्ट पेपरमा 45 पास मार्क बनाएको छ र फर्स्ट पेपरको नजोड्ने भनेर रिटर्नलाई नै फोकस गरेको छ। यो रिटर्नलाई फोकस गर्नु भनेको तपाईँ धेरै खोजमुखी हुनुहोस्, अनुसन्धानमुखी हुनुहोस्, समालोचनात्मक हुनुहोस् भनेको। तपाईँलाई कसैले एउटा कुरा भनिदियो भने त्यही कुरा फुल्ली पढ्ने तयारी गर्ने मात्रै होइन, त्यसका साइड बिजनेसहरू के छन् त भन्ने कुरा हेर्नु पर्यो। जस्तै तपाईँलाई कसैले सार्वजनिक सेवा प्रवाहको बारेमा पढाउँदा सार्वजनिक सेवा भनेको यो हो त्यो भनेर भनिराखेको छ भने तपाईँले सुशासन सञ्चालन तथा व्यवस्थापन ऐनमा के छ, नियमावलीमा के छ, हाम्रो संविधानमा के छ भन्ने जस्ता कुराहरू जान्न जरुरी छ। अहिले लेटेस्ट डाटाले के भनिराखेको छ भन्ने कुरा जान्न जरुरी छ, न कि कुनै एउटा किताब लियो त्यो किताबमा लेखेको भन्दा दायाँ बायाँ एउटा पनि नहेर्ने, त्यस्तो गर्नु हुँदैन। अनि अर्को यो समालोचनात्मक भनेको चाहिँ नि अब यसो देखिन्छ क्या साथीहरू, तपाईँलाई मन परेको मान्छे छ भने उसले जे गरे पनि राम्रो। यो तयारी गर्ने बेला पनि देखिन्छ, कहिलेकाहीँ हाम्रा तयारी गर्ने टिचरहरूको बिचमा पनि यो बौद्धिक खालको फाइट परिराखेको हुन्छ। त्यस्तो बेलामा एक खालको मान्छेले अराजक नै कुरा गरे पनि, नराम्रै कुरा गरे पनि हो हाम्रो सरले भनेको ठिक हो भन्ने जमात देखिन्छ, अर्को मान्छेले जे भने पनि ठिक भनिदिने। तर हामी त्यस्तो हुनु हुँदैन साथीहरू। जस्तो मैले नै पनि गलत भने पनि सरले यो कुरा गलत भन्नुभयो भनेर भन्न सक्ने हुनुपर्छ। त्यस्तो भइएन भने नि भोलि जागिर खाइसकेपछि तपाईँलाई जो मान्छेले जे गर भने पनि त्यही गरिदिनुहुन्छ, अनि जसले जे गर जहाँ पनि सही गर भन्दै भने समस्या भयो कि भएन, फसिने भयो कि भएन। त्यसकारण हरेक विषयवस्तुलाई यसका राम्रा पक्षहरू के छन्, नराम्रा पक्षहरू के छन् भनेर केलाएर खोजेर पढ्ने बानीको विकास गर्नुपर्छ। कसैप्रति भक्तिभाव मात्रै राखेर कुनै विषयवस्तुप्रति जस्तै यो विषय राम्रो मात्रै हो भन्ने तरिकाबाट होइन, त्यसलाई यसका के कमी कमजोरीहरू छन् भन्ने एस्पेक्टबाट पनि हेर्नु पर्यो। त्यसकारण खोजमुखी हुने भनेको बजारमा यसो क्याप्सुल टाइपका बुकहरू हुन्छन्, एउटा दुईटा बुक राख्ने, एउटा दुईटा क्लास लिने, क्लास लिइसकेपछि क्लासमा जे भन्छ त्यही मात्रै पढ्ने, किताबमा जे छ त्यही मात्रै पढ्ने होइन। तपाईँले कस्तो गर्न सक्नुहुन्छ भने पहिलो कुरा त करिकुलम राम्रोसँग हेर्नुहोस्, करिकुलममा भएका विषयवस्तुहरू आफूलाई आउने बनाउनु पर्छ। धेरैजना साथीहरू 8 वर्ष 10 वर्ष भइसक्यो तयारी गरेको भन्नुहुन्छ, तर आफूले पढ्नुपर्ने करिकुलममा के छ भन्ने कुरा नहेरिकन आउँदैन। यो त तयारी भएन नि, टाइम पास मात्रै भयो। त्यसकारण तयारीले टाइम पास बनाउनु हुँदैन। त्यो भएर सबैभन्दा फर्स्टमा करिकुलम डाउनलोड गर्ने, प्रिन्टै गरेर राख्ने। क्या तपाईँले प्रासको इक्जाम दिन लाग्नु भएको छ भने त्यसको करिकुलम टक्क प्रिन्ट गरेर राख्नुहोस् र हरेक दिन बिहान उठेर त्यसलाई 5 मिनट जति हेर्ने गर्नुभयो भने 1 हप्ता 2 हप्ता जति हेरेपछि सबै विषय कन्ठस्थ हुन्छ। एकाएकमा यस्तो छ, 2मा यस्तो छ, 3मा यस्तो, 10मा यस्तो छ भन्ने कुरा हुन्छ। जब तपाईँको माइन्डले अनकन्सियसली त्यो रिड गर्छ नि, अब तपाईँले कतै समाचार पढ्नुभयो, ल प्राविधिक सहायककै कुरा गरौँ, सिकाइसँग सम्बन्धित विषयको कुरा पढ्नु भएको थियो, अनलाइन खबरमा पियाजेको संज्ञानवादी सिद्धान्तको बारेमा एउटा म्याडमले लेख्नु भएको लेख आयो। त्यो आएपछि तपाईँ त्यो कुराहरू पढ्नु, अनि नोट बनाउँदै गर्दाखेरि 1-2 पेज जति ग्याप राख्नु होला, स्पेस राख्नु होला, अनि ती पढेका कुराहरू त्यहाँमध्ये राम्रा लागेका कुराहरू त्यहाँनिर टिपोट गर्दै जानु होला। सरकारले कहिलेकाहीँ विभिन्न डाटाहरू प्रकाशन गरेको हुन्छ, तपाईँले पढ्ने विषयमा अब त्यो करिकुलमको विषय पहिले दिमागमा याद भइसकेको छ भने त्यो डाटाको बारेमा तपाईँको माइन्डले क्लिक गर्छ, ए यो डाटा त मलाई चाहिने डाटा हो अनि डायरीमा टिपोट गरेर राख्नु। त्यो गर्नुभयो भने तपाईँको तयारी अरूको भन्दा युनिक पनि हुन्छ, आधिकारिक पनि हुन्छ। अब जसले क्याप्सुल बुक मात्रै पढेको छ उसले के गर्ने भयो,
त्यो किताबमा जे छ त्यही मात्रै लेख्ने भयो। तर तपाईले के गर्नुहुने भयो, समाचारमा पढेका कुरालाई पनि रेफरेन्सको रूपमा लेख्ने हुने भयो, यता नेपाल सरकारले प्रकाशन गरेका डाटालाई पनि आन्सरमा राखिदिनु हुने भयो। त्यो भएपछि तपाईको राइटिङ एकदम ब्रोड खालको हुने भयो, राम्रो तथ्याङ्कमा आधारित आधिकारिक खालको राइटिङ हुने भयो, अथवा अब्जेक्टिभली तयारी गर्दाखेरि पनि तपाईको ज्ञानको दायरा फराकिलो हुने भयो। यसले के हुन्छ त, तपाईलाई अरु साथीहरुभन्दा फरक बनाउँछ, युनिक बनाउँछ। त्यो भयो भने नाम त निस्किहाल्छ नि। त्यसकारण एउटै किताब लिएर म त्यसको हरेक पाना पढेर गर्छु त्यो ठीक छ, तर त्यसका अलावा अरु कुरा पनि हेर्नु पर्यो क्या। खोजमुखी हुने भनेको त्यो हो। र अब नेपाल सरकारका विभिन्न आधिकारिक डकुमेन्टहरु पढ्ने, नयाँ प्रकाशनहरु गरेको हुन्छ हेर्ने, वेबसाइटहरु चेक गर्ने। यसो सम्झिनु त, तपाईले शिक्षक सेवा आयोगको तयारी गरेको 5 वर्ष भयो होला। शिक्षा विज्ञान तथा प्रविधिको मन्त्रालयको वेबसाइट थाहा छ? वेबसाइटमा गएर हेर्नु भएको छ? शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा गएर हेर्नु भएको छ त? पाठ्यक्रम विकास केन्द्रको वेबसाइट चेक गर्नु भएको छ त? नयाँ डकुमेन्टहरु केही आएछ भनेर हेर्नु भएको छ? शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हरेक वर्ष स्मारिका प्रकाशन गर्छ, त्यो स्मारिकामा आएका लेखहरू पढ्नु भएको छ त? छैन भने पढ्नुस्। यही कारणले गर्दा अहिलेसम्म नाम ननिस्केको हो कि यो कुरा ख्याल गर्नुपर्छ। ओके, अब अर्को चौथोमा है, आफ्नो स्ट्रेन्थ र विकनेसको बारेमा जानकार रहने। अब अहिले कस्तो सोशल मिडियाको जमानाले गर्दा के भएको छ भने साथीहरु, जसले जे भनिदिन्छ त्यही गर्न मन लाग्छ। जस्तै तपाईले कोही एउटा सफल भएको मान्छेको एक्सपिरियन्स सुन्नुभयो, उसले के भनिदिन्छ भने म त राति 12-1 बजेसम्म पढ्थेँ अनि बिहानै फेरि 4 बजे उठेर पढ्थेँ भन्नुहुन्छ। अनि तपाई फेरि त्यही गर्न थाल्नुहुन्छ। अरूले के भन्छ भन्नेतिर नलाग्ने क्या। तपाईले पहिला आफैलाई नियालेर हेर्नु त, तपाईको गुड पोइन्ट के हो त। जस्तै एउटा एक्जाममा जीके पनि तयारी गर्नुपर्ने छ, आईक्यू पनि तयारी गर्नुपर्ने छ, इंग्लिश पनि तयारी गर्नुपर्ने छ भने अब मेजर इंग्लिश लिएर पढेको साथीहरुले इंग्लिशलाई भन्दा जीकेलाई आईक्यूलाई अलि बढी फोकस गर्नुपर्ने होला। इंग्लिश त तपाईलाई आइहाल्छ नि। त्यस्तै गरी म्याथमेटिक्स लिएर पढ्नु भएको साथी छ भने आईक्यू अरूको तुलनामा तपाईले अलि राम्रो गर्न सक्नु होला भनेपछि जीके र इंग्लिशमा अलि बढी फोकस गर्नु पर्ला। तर तपाईलाई कसैले इंग्लिश त यसरी पढ्ने भनेपछि पुरै इंग्लिशमै मात्रै एकदमै भित्र गएर तयारी गर्नुभयो भने नाम निस्किन्छ त? निस्किदैन। त्यसकारण अरूले के भन्छ भन्ने कुरा सेकेन्डरी कुरा हो क्या। अरूको सफलताको अनुभव सुन्ने नसुन्ने हैन, त्यहाँबाट धेरै मोटिभेसन लिन सकिन्छ। तर तपाईले आफूमा ग्रहण गर्दाखेरि चाहिँ आफ्नो सिचुएसनलाई हेर्नु न। जस्तै कोही साथीलाई एन्जाइटी भएको हुन सक्छ, उहाँलाई निन्द्राको अलि समस्या छ, राति राम्रोसँग निदाउन सक्नुहुन्न भने अब राति 2 बजेसम्म पढेर अर्थ हुन्छ त? हुँदैन। तपाईले कसरी चाहिँ निन्द्रा पुर्याउने भन्नेतिर जानु पर्यो। अनि अर्को कुरा, धेरै जनाले निन्द्रै मारेर पढ्ने गरेको पनि देखिन्छ। निन्द्रा भनेको त मोबाइलमा चार्ज भएन भने के हुन्छ, मोबाइल अफ हुन्छ नि। अनि हाम्रो मस्तिष्कको लागि त्यो निन्द्रा भनेको पनि चार्ज गर्ने कुरा हो क्या। चार्ज नै गर्नु भयो भने के हुन्छ, ह्याङ हुन्छ। त्यसकारण आफ्नो शरीरको सबैभन्दा फर्स्टमा के गर्नुपर्छ भने तपाईको बडीले कुन टाइममा चाहिँ विषयवस्तुलाई धेरै ग्रहण गर्न सक्छ। जस्तै मलाई भन्नुहुन्छ भने बिहान उठेर पढ्यो भने म धेरै याद गर्न सक्छु। कसैको बानी के हुन्छ, बेलुका शान्त भएपछि पढ्ने बानी हुन सक्छ। त्यसकारण कसले के भन्छ भन्नेतिर नलाग्ने, पहिला आफ्नो बडीलाई राम्रोसँग रिड गर्ने। त्यसपछि तपाईको बडीले जुन बेलामा धेरै कुरा ग्रहण गर्छ, धेरै कुराहरू सिक्न सक्छ, त्यो बेलामा चाहिँ पढ्नुपर्छ क्या। नत्र दिनमा 10 घण्टा 15 घण्टा पढ्ने भनेर मात्रै हुँदैन साथीहरु। यस्तो टाइममा हिट गर्नुस् जुन टाइममा 1 घण्टा पढ्दाखेरि अरु बेला नर्मल टाइममा 2 घण्टा 3 घण्टा पढ्दाखेरि बराबरको पढ्न सकियोस् नि। त्यसकारण आफ्नो स्ट्रेन्थ पोइन्ट के छ, विकनेस पोइन्ट के छ, अनि विकनेसबाट डराउने होइन। तपाई हामी जहिले पनि कम्फर्ट जोनमा बस्न खोज्छौं साथीहरु। कम्फर्ट जोन भन्दा बाहिर निस्किनु पर्छ। कस्तो कम्फर्ट जोन भन्न खोजेको भने नि, तपाईलाई मैले यहाँ क्लासमा यसो छलफल गराउँदाखेरि पनि कहिलेकाहीँ इंग्लिशका कोटेसनहरु लेखाउँछु अनि ऐन नियम कानुनमा भएका कुराहरु लेखाउँछु। अनि साथीहरुले प्रति प्रश्न गरिहाल्नुहुन्छ, सर त्यो इंग्लिशलाई नेपालीमा पढाउन, सर त्यो ऐन नियमको त अलि गाह्रो भयो, यसलाई नलेख्दा हुँदैन भनेर भन्नुहुन्छ। त्यो भनेको तपाईको कम्फर्ट जोन भयो क्या। लोकसेवा आयोगको तयारी गर्ने मान्छेले कम्फर्ट जोनमा बस्नु हुँदैन। तपाईलाई के सजिलो लाग्छ, तपाईलाई के राम्रो लाग्छ, तपाईलाई के गर्दा गुड फिलिङ हुन्छ भन्ने कुरा होइन। तपाईको कपी चेक गर्ने मान्छेलाई के कुरा गर्दा राम्रो लाग्छ, कपी चेक गर्ने मान्छेलाई कसरी इम्प्रेस गर्न सकिन्छ भन्ने कुरा पो हामीले सोच्नु पर्यो त हो किन भन्नु त। अब लोकसेवा आयोगको तयारी भनेको विश्वविद्यालयको तयारीको एक्जामको तयारी गरे जस्तो होइन। विश्वविद्यालयको एक्जाममा हामीले यति नम्बर ल्याएपछि पास हुने भन्ने हुन्छ, तर यहाँ त होइन नि। अरु भन्दा अब्बल हुनु पर्यो। तपाईले पढ्नु भएन भने, जस्तै मैले इंग्लिशका कोटेसन लेखाएँ, ऐन नियम कानुनको भन्यालाई रेफरेन्स दिएँ, तपाईले पढ्नु भएन भने अर्कोले पढ्दिन्छ नि। अब 10 जना कोटामा 10,000 मान्छेले फर्म भर्दा 100 जना मान्छेले पढ्दै भने त तपाई ब्याक हुनु भयो नि त। त्यसकारण अरूले पढ्छन्, तपाईले किन नपढ्ने त, किन नगर्ने त। त्यो भएर कम्फर्ट जोन भन्दा बाहिर आउनु पर्यो। अलिअलि सामान्य इंग्लिश जान्नेन भने सिक्ने नि।
अलिअलि ऐन कानुनका नियमका कुराहरू पढ्न जान्दैन भने पढ्ने नि, अहिले नपढे कहिले पढ्ने त। अब तपाईँ यही क्षेत्रमा आउन खोज्नु भएको छ, तपाईँको कामै ऐन नियम कानुन कार्यान्वयन गर्ने हुन्छ भने ऐन नियम कानुनसँग डराएर भयो त भएन नि त। त्यो विकनेसलाई सुधार गर्नतिर लाग्नु पर्यो क्या। कमी कमजोरीबाट भाग्ने होइन। ला मेरो त रिटर्न राम्रो छैन, रिटर्न राम्रो छैन भने लेख्नु न, अनि पो सुधार हुन्छ त। राम्रो छैन भनेर लेख्दै नलेखेपछि सुधार हुन्छ त? मलाई त कन्क्लुजन लेख्नै आउँदैन सर भन्नुहुन्छ, त्यो नलेखेर लेख्न नआएको हो नि त। लेख्नु न, लेखेपछि सुधार हुँदैन। त्यसकारण आफ्ना कमी कमजोरीबाट भाग्ने होइन, त्योसँग जुझ्ने, सामना गर्ने तरिकाबाट चाहिँ तपाईँ हामी जानु पर्यो। त्यो भएको कारणले आफ्नो गुड पोइन्ट के छ, राम्रो पोइन्ट के छ, स्ट्रेन्थ के छ, त्यसबाट मोटिभेटेड हुने, विकनेसलाई सुधार्ने, कम्फर्ट जोनभन्दा बाहिर आउने, त्यो गर्नुभयो भने सफलता त तपाईँकै हातमा छ नि त है। त्यसकारण चौथो कुरालाई पनि यहाँहरूले अब आफ्नो स्ट्रेन्थ र विकनेस के छ त्यसलाई स्पेसिफाई गर्नुहोस्। अर्को 5 नम्बरमा गलत सङ्गत। अब तपाईँ हामीले कस्तो सङ्गत गरिन्छ भन्ने कुराले पनि आयोगको परीक्षामा इफेक्ट गरिराखेको हुन्छ है। जस्तै हामी भन्छौँ नि, मौरीको सङ्गत गर्यो भने मह खान पाइन्छ, झिङ्गाको सङ्गत गर्यो भने फोहोरमा पुगिन्छ। यो पनि यस्तै हो। जस्तै तपाईँले लोकसेवा आयोगको, शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने साथी चाहिँ विदेश जाने खालको, पढ्नु हुँदैन, खत्तम छ, नेपालको राजनीतिक व्यवस्था यस्तै हो, सब पावर लाग्छ, जागिर हामी जस्तो गरिब मान्छेले अथवा निम्नवर्गीय मान्छेले जागिर खान सकिँदैन, यस्तो यो लोकसेवा आयोगको तयारी गरेर समय वेस्ट नगर भाइ भन्ने खालको मान्छेको सङ्गतमा पर्नुभयो भने तपाईँलाई पढ्न मन लाग्छ? लाग्दैन। त्यो भएर यस्तो मान्छेहरूको सङ्गत गर्नुपर्छ जो अघिल्लोचोटि त्यो इक्जाममा सफल भएका छन्, जसले नाम निकालेका छन्, जसले यही पेसातिर लाग्नको लागि तपाईँलाई उत्प्रेरित गर्छन्। अब होइन, तपाईँ विदेश जाने हो भने लोकसेवाको सङ्गत गर्ने मान्छेतिर नलाग्ने, तर लोकसेवा आयोग नै पढ्छु, शिक्षक सेवा आयोग नै पढ्छु, पास गर्छु, नेपालमै केही काम गर्छु, यतै जागिर खान्छु भन्ने यदि तपाईँको सोच हो भने त्यस्तै खालका सोच भएका मान्छेहरू, साथीहरू बनाउनु पर्यो। र पढ्दाखेरि साथीहरू 2-3 जनाको कम्बाइन स्टडी गरेर, ग्रुप स्टडी गरेर पढ्दाखेरि धेरै इफेक्टिभ हुन्छ। यो म आफैले पनि तयारी गर्दाखेरि एक्सपिरियन्स गरेको कुरा हो। त्यही भएर कमन गोल भएका मान्छेहरू खोज्नु होला। जस्तै तपाईँ बिनी बन्न लाग्नु भएको छ भने बिनी नै बन्छु भन्ने गोल भएको मान्छे 3 जना जति बसेर दिनमा 1 घन्टा, आधी घन्टा, 45 मिनट कति समय निस्किन्छ छलफल गर्नु होला। त्यहाँबाट के हुने भयो, तपाईँले एउटाको अर्कोबाट सिक्ने अवसर पनि प्राप्त गर्नुभयो, एक्सपिरियन्स सेयरिङ पनि हुने भयो र ध्यान डाइभर्ट नहुने भयो। क्या अब के हुन्छ भने नि, कहिलेकाहीँ टाइममा आयोग खोलिदिएन, आयोग नखोलिसकेपछि के लाग्छ, हाम्रो नेपालको सिस्टमै यस्तै हो, यत्रो तयारी गर्यो, आयोगै खोलिदिएन, के गर्ने, खत्तम हुने भयो भन्ने लाग्छ। अनि फेरि विदेशतिर जाउँ कि भन्ने खालको माइन्ड सेट पनि बन्न सक्छ। त्यस्तो बेलामा 3-4 जना साथीहरू बसेर ल अहिलेको सिचुएसन यस्तो हो, यसलाई यसरी डिल गर्न सकिन्छ भनेर कमन स्ट्राटेजी बनाएर अगाडि बढ्न पनि सकिन्छ। त्यही भएर तपाईँ जे कुराको तयारी गर्दै हुनुहुन्छ त्यही कुराको तयारी गर्ने मान्छेहरूको साथी बनाउनु भयो, त्यस्तै खालका मान्छेहरूको सङ्गत गर्नुभयो भने नै त्यसले हिट गरेर तपाईँलाई सफलताको नजिक पुर्याउँछ। साथीहरू, धेरैजना साथीहरू, राम्रा क्षमता भएका साथीहरू यही सङ्गतको कारणले गर्दाखेरि बिग्रिएको पनि देखेको छु र औसत क्षमता भएका मान्छेहरू, साथीहरू चाहिँ यही सही सङ्गतमा पर्नाले गर्दाखेरि नाम निकालेको, जागिर खाएको पनि मेरै आँखाले, म आफैले पनि अनुभूत गरेको छु। त्यसकारण तपाईँ के क्षेत्रतिर लाग्ने हो त्यही क्षेत्रसँग सम्बन्धित मान्छेहरूको सङ्गत गर्नुहोला। अन्य त्योभन्दा बाहेकका, त्यसलाई नराम्रो भन्ने, खत्तम बनाउने त्यस्तो खालको मान्छेहरूको सङ्गत गर्नुभयो भने तपाईँको ध्यान डाइभर्ट हुन्छ। यो कुरा पनि तपाईँ कतै गलत सङ्गतमा त हुनुहुन्न, ख्याल गर्नुहोस् ल। अर्को भनेको चाहिँ 6 नम्बरमा तयारीलाई साइड बिजनेस बनाउने। पहिला जब म +2 पढेको, पास गरेर घर गएको थिएँ, अनि मम्मी बुवाले के भन्नुहुन्थ्यो भने लोकसेवा आयोगको इक्जाम दे न। अनि मैले त तयारी नै गरेको छैन मम्मी, कसरी दिने भन्दा तयारी गर्नुपर्छ र दिँदै गर्ने नि, दिँदै गरेपछि के थाहा नाम निस्किहाल्छ कि। अनि अरूहरूले पनि त्यस्तो भन्ने क्या, आयोगको इक्जाम त दिँदै गर्नुपर्छ नि, नाम निस्क्यो भने निस्किहाल्यो नि। त्यो बेलामा त्यस्तो पनि थियो होला, किनकि कम्पिटिसन अलिकति टफ थिएन। अहिलेको समयमा एकदम कम्पिटिसन टफ छ। त्यो भएर यसलाई साइड बिजनेस बनाएर काम गर्न सकिँदैन साथीहरू। यो साइड बिजनेस भनेको के हो भने नि, हुन त अब कतिपय साथीहरूको बाध्यतात्मक अवस्था पनि छ। काठमाडौँमा बस्नु भएको छ, केही काम नगरिकन तयारी गर्नको लागि समय मात्रै छुट्याउनको लागि सकिँदैन। काठमाडौँ जस्तो ठाउँमा बस्नु पर्यो, कोठा भाडा तिर्नु पर्यो, एउटा लेभलमा पुगिसकेपछि थोरै आत्मसम्मान पनि जागृत हुन्छ। त्यसको लागि परिवारमा ऋण लिन पनि सकिँदैन, परिवारसँग पैसा माग्न पनि सकिँदैन। त्यो भइसकेपछि केही न केही काम गर्नुपर्छ। ठिक छ, काम गर्ने, तर रेगुलर पढ्ने ह्याबिट चाहिँ बनाउनुपर्छ। जस्तो मानौँ तपाईँले, मैले जेनरली देखेको चाहिँ के भने नि, तपाईँ हामी दिनमा 10 घन्टा पढ्नुपर्छ, 20 घन्टा पढ्नुपर्छ, 15 घन्टा पढ्नुपर्छ, सुत्नु हुँदैन, यस्तो खालको स्कुलिङबाट हुर्कियौँ क्या। तर रेगुलर हरेक दिन तपाईँले 3 देखि 4 घन्टा, इक्जाम आउनु 6 महिना छ, तर हरेक दिन 3 देखि 4 घन्टा पढ्नुहुन्छ भने नि
तपाईँको तयारी धेरै राम्रो बन्न जान्छ क्या। तर हाम्रो तयारी कस्तो हुन्छ भने भ्याएको दिन चाहिँ 10औं 12औं घन्टा पढ्दिने, त्यसपछि 1 हप्ता ग्याप राख्दिने, अनि फेरि त्यसपछि बल्ल तयारी गर्ने। यस्तो खालको तयारीले चाहिँ हुँदैन, अविच्छिन्न खालको तयारी गर्नुपर्छ। त्यो भएर तपाईँको पहिलो प्रेम लोकसेवा आयोग अथवा शिक्षक सेवा आयोग हुनुपर्छ। जस्तै मानौ तपाईँ शिक्षक हुनुहुन्थ्यो, अब बिनी बन्न खोज्नु भएको छ। शिक्षक बन्ने मान्छेको के भयो, 10 देखि 4 बजीसम्म विद्यालयमै समय व्यतीत हुने भयो। ओके, ठिक छ, त्यो टाइमलाई काउन्ट नगर्नु, मसँग समय छैन नभन्नु। त्योभन्दा बाँकी रहेको 4 बजेदेखि 6 बजेसम्म तपाईँलाई पारिवारिक कामसाम गर्न यताउति टाइम लाग्छ होला। 6, 7, 8 बजेसम्म तपाईँ व्यस्त हुनुहुन्छ होला। त्यसपछि 9, 10 2 घन्टा त टाइम दिन सकिएला नि। 10 बजे सुत्यो भने बिहान 5:30, 6 बजे उठ्दाखेरि बिहान 1-1.5 घन्टा 2 घन्टा त टाइम दिन सक्यो नि। त्यसकारण एकदम प्यासनेट भएर लाग्नु पर्यो। अब तपाईँ 2 घन्टा समय छ, 2 घन्टा समयमा के तयारी हुन्छ र भन्ने, अनि मुभी हेर्नतिर लाग्ने, घुम्नतिर लाग्ने, फेसबुक चलाउनतिर लाग्ने गर्नुभयो भने भएन। त्यसकारण तपाईँले लोकसेवा आयोगको तयारीलाई, शिक्षक सेवा आयोगको तयारीले चाहिँ आफ्नो पहिलो प्रेमी प्रेमिका जस्तो बनाउनु पर्यो क्या। फर्स्ट लभ भयो भने के गर्छौँ हामी, जतिखेर पनि त्यही मान्छेसँग कुरा गर्न मन लाग्छ, त्यही मान्छेसँग भेट्न मन लाग्छ, त्यही मान्छे नजिक भइदिए हुन्थ्यो जस्तो लाग्छ नि। हो, एक किसिमको जुनुन तपाईँसँग हुनु पर्यो। म त जसरी पनि नाम निकालेरै छोड्छु, यसको लागि म जतिसुकै मूल्य चुकाउनु परे पनि चुकाउँछु। यो लेभलको डेडिकेसन चाहिँ हुनुपर्छ। यसलाई दिँदै गरौँ न, के छ र, यो वर्ष भएन भने अर्को वर्ष दिने, अर्को वर्ष भएन भने अर्को वर्ष दिने, यो तरिकाबाट हुँदैन। म तपाईँलाई आफ्नै एक्सपिरियन्स सुनाउँछु साथीहरू। म के गर्थेँ भने मास्टर लेभल सक्यो, मास्टर लेभल सकिसकेपछि अब पढाउनुपर्छ, बोर्डिङतिर पढाउनुपर्छ भन्ने भयो। अनि त्यो भइसकेपछि त्योभन्दा अगाडि म मास्टर पढ्दै थिएँ, त्यो बेला पनि पढाउँथेँ। अनि त्यो बेलामा चाहिँ कोभिड भयो। कोभिड भइसकेपछि एक किसिमको थट के आयो भने यसरी त हुन्न रहेछ, यो सर्ट टर्म टाइपको जागिर खाएर चाहिँ जिन्दगी अलि राम्रो डिरेक्सनमा अगाडि नबढ्ने रहेछ भनेपछि अब के गर्ने त। अनि केही साथीहरूसँग मैले आइडिया लिएँ। उनीहरूले के भने तिमी पढ्न राम्रै मान्छे छौ, 6 महिनासम्म तिमीलाई कति पैसा चाहिन्छ होला, काठमाडौँमा बस्छौ, महिनाको 10,000 15,000 खर्च होला, 15 छक्का 90, ल तिमीलाई 1 लाख पैसा चाहिन्छ, म 1 लाख रुपियाँ पैसा दिन्छु, तर 6 महिना चाहिँ पढ्ने मात्रै, यो टाइममा पढ्ने भन्दा बाहेक अरू दायाँ बायाँ काम नगर भनेर। सबैको त्यस्तो लक्किली साथीहरू नहुन सक्नुहुन्छ। मेरा त्यस्ता साथीहरू हुनुहुन्थ्यो, जसले गर्दाखेरि मलाई फाइनेन्सियल प्रब्लम भएन। त्यसपछि फुल्ली पढाइमा मात्रै फोकस हुन सक्यो। तर मैले पढाउन चाहिँ पढाइराखेँ। फेरि उहाँहरूले भनेको आधारमा फुल्ली त उहाँहरूसँगै डिपेन्ड त भइन। 1-2 पिरियड पढाउँदाखेरि चाहिँ के भयो भने रिफ्रेसमेन्ट पनि भयो नि त। दिनभरि पढेर मात्रै बसिराख्नुभन्दा 2-3 पिरियड फुल टाइम चाहिँ मैले पढाउन छोडिदिएँ। बोर्डिङ घरमा पढाइराखेको हुन्थेँ, अनि फुल टाइम पढाउन छोडेपछि दिनको 2-3 घन्टा पढाउँदाखेरि त टाइम रिफ्रेसमेन्ट पनि हुने भयो। त्यस कारणले गर्दाखेरि बरु तपाईँले समय चाहिँ निकाल्नुहोस् क्या, जसरी हुन्छ निकाल्नुहोस्। जस्तै अहिले अब तपाईँ बिहानदेखि बेलुकैसम्म पढाइराख्नु भएको छ अनि म बिनी बन्छु भन्नुभएको छ भने त्यसरी हुँदैन साथीहरू। त्यो पढाइराखेको टाइमलाई 6 महिनाको लागि त एडजस्ट गर्नु न। 6 महिना एडजस्ट गरिसकेपछि बाँकी रहेको समयलाई फुल्ली तयारीमा लाग्ने। त्यसपछि कति खर्च होला, 1 लाख खर्च होला। 2 महिनाको तलब त हो नि विद्यालय निरीक्षकको, होइन, 45,000 जति, लगभग 43,689 हुन्छ। त्यो पैसा 2-3 महिनामा तिर्न सकिन्छ नि त। त्यो भएको कारणले त्यो लेभलको कन्फिडेन्स आउनुपर्छ, त्यो लेभलको डेडिकेसन हुनुपर्छ भन्न खोजेको। दिँदै गरौँला नि, भइहाल्छ नि, नाम निस्किहाल्छ नि भन्ने तरिकाबाट अब हुनेवाला छैन र त्यस्तो गर्नु पनि हुँदैन। त्यस्तो गर्नुभयो भने तपाईँले आफ्नो उर्वर समय, जिन्दगीको महत्त्वपूर्ण समयलाई अनावश्यक समयमा, अनावश्यक क्षेत्रमा खर्च गरिराख्नु भएको छ। दिँदै गरौँला नि भन्दै गर्दा 3 वर्ष, 4 वर्ष, 5 वर्ष समय व्यतीत भइराखेको छ, पत्तो भइराखेको छैन, अनि एक किसिमको फ्रस्ट्रेसन आउन थाल्छ। यसो सोच्नु त, तपाईँ मानौ यदि 38 वर्ष जतिको मान्छे हुनुहुन्छ र शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने तपाईँले तयारी गरेको 20 वर्ष लगभग हुन लाग्यो। मानौ न 18 वर्षदेखि तयारी गर्न थाल्नु भएको भए 20 वर्ष हुन लाग्यो, अझै नाम निस्केको छैन। तर तपाईँले तयारी गर्न थाल्दाखेरि नजन्मिएका मान्छेहरू अहिले 18 वर्षमा, 19 वर्षमा नाम निकालिराखेका छन् नि। हो, यस्तै फ्याक्टरहरूले डिटरमाइन गरिराखेको हुन्छ क्या। त्यही भएर तपाईँ जे कुरामा लाग्ने हो नि त्यसमा फुल्ली लाग्ने, त्यसलाई डिस्ट्र्याक्ट गर्ने अरू धेरै फ्याक्टरहरू हुन सक्छन्। त्यो फ्याक्टरहरूलाई रिड्युस गर्ने र लोकसेवा आयोगलाई, शिक्षक सेवा आयोगको तयारीलाई साइड बिजनेस बनाउने होइन, मेन बिजनेस बनाउने, तपाईँको गर्नुपर्ने प्रमुख कामको रूपमा तयारीलाई लिने। त्यसरी मजाले तयारी गर्नुहोस्। 6 महिनादेखि 1 वर्षसम्म मजाले तयारी गऱ्यो भने त नाम निस्किन्छ। 8 वर्ष, 10 वर्ष, 12 वर्ष तयारी गर्नै पर्दैन। 8 वर्ष, 10 वर्ष, 12 वर्ष तयारी गरेर समय खेर फाल्ने कि थोरै टाइम दिएर, थोरै कन्ट्रिब्युसन गरेर, थोरै अलिकति दुःखमै रहेर तयारी गरेर 1 वर्षमा नाम निकाल्ने, यो तपाईँकै चोइसको कुरा हो। यस्तो साइड बिजनेस बनाउने काम नगर्नु होला, यसलाई मेन बिजनेस नै बनाउनु होला है त। अनि अर्को साथीहरू, यो कुराले पनि
धेरै फरक पारेको हुन्छ। नकारात्मक सोच राख्ने तथा आफ्नो बसमा नभएको विषयमा अनावश्यक चिन्ता गर्ने क्या। जस्तै भनौँ न, लोकसेवा आयोगले एउटा कार्यतालिका बमोजिम इक्जाम सञ्चालन गर्छ। अनि कतिपय साथीहरूलाई के प्रब्लम हुन्छ भने, जस्तै अब मानौ पुसमा फर्म खुल्यो, माघ फागुन चैतमै इक्जाम राखिदियो। चैतमा इक्जाम राखेपछि धेरैजना आत्तिनु हुन्छ, ओहो ला 3 महिनामा इक्जाम छ, फर्स्ट पेपर पढ्नु पर्यो, सेकेन्ड पेपर पढ्नु पर्यो, थर्ड पेपर छ भने थर्ड पेपर पनि पढ्नु पर्यो, 3 महिनाको बिचमा त कसरी तयारी गर्न सकिन्छ त? यो नेगेटिभ तरिकाको सोचाइ भयो। अब त्यसलाई पोजिटिभ तरिकाबाट कसरी सोच्न सकिन्छ भने, ठिक छ त, लोकसेवा आयोगले 3 महिनाको समय दियो। 3 महिना भनेको धेरै राम्रो समय हो र लोकसेवा आयोगलाई मैले धन्यवाद दिनुपर्छ। किनभने लोकसेवा आयोगले चैतमा इक्जाम नराखेर जेठ असारतिर इक्जाम राखिदिएको थियो भने 2 महिना पछि मेरो नियुक्ति हुन्थ्यो। मैले त 2 महिना अगाडि नै अब 2 महिनाको तलब भत्ता खान पाउने गरी लोकसेवा आयोगले इक्जाम सेटिङ गरिदिएको छ। यो त मेरो लागि अपर्च्युनिटी हो भनेर बुझ्नु पर्यो। अनि अर्को पनि कुरा, इक्जाम 6 महिना पछि भए पनि तपाईँले पढ्ने भनेको लास्ट 1 महिनामै हो क्या, धेरै तयारी गर्ने त होइन। 6 महिना पछि इक्जाम छ भने बिस्तारै बिस्तारै अलिअलि पढिन्छ। त्यो भएर जति इक्जाम नजिक भयो त्यति धेरै पढाइको रफ्तार बढ्छ। यो तरिकाबाट सोच्नु पर्यो। अनि अर्को चाहिँ, ला म त पोर ब्याकग्राउन्डको छु, म त कसैलाई चिनेको पनि छैन, धनी पनि छैन, क्लास पनि लिन सक्दिनँ, धेरै किताब किन्न पनि सक्दिनँ। यो तपाईँको मेन्टालिटीको कुरा हो साथीहरू। लोकसेवा आयोगमा, शिक्षक सेवा आयोगमा अब त्यस्तै सफल हुन नसक्ने मान्छेहरूले लोकसेवा आयोग फेयर हुँदैन, खत्तम हुन्छ, पावर लाग्छ भन्छन्। मैले पनि दुई चारवटा लोकसेवा आयोगको इक्जाम फेस गरेँ। हरेक ठाउँमा नाम निस्किएको थियो, तर मैले कसैलाई भन्छन् पनि गरेको होइन, कसैलाई केही भनेको पनि होइन। आफै नाम निस्क्यो भनेपछि एक किसिमको फेथ हुनु पर्यो, विश्वास हुनु पर्यो। धेरैजना मान्छेले मेसेज गरिराख्नुहुन्छ, सर शिक्षक सेवा आयोगमा त पावर लाग्छ अरे भन्नुहुन्छ अरे। त्यो सेकेन्डरी कुरा हो क्या, त्यो कुरा छोडिदिनु न। तपाईँले राम्रोसँग तयारी गर्नुभयो, तयारी पुग्यो भने कसैलाई भन्ने लाउनु पर्दैन। पहिलो कुरा त भन्छन् हुन्छ भन्ने नै मलाई लाग्दैन। दोस्रो कुरा, तपाईँको तयारी आफै राम्रो भएको छ भने अरूलाई भन्ने लाउनु परेन नि। र तपाईँले त्यस्तो काम पनि नगर्नु होला। कस्तो हुन्छ भने, तपाईँले कोही मान्छेलाई भन्न लाउनुभयो, इनकेस उसले भनिदियो भने तपाईँको नाम निस्केपछि उसले फुल क्रेडिट आफै लिन्छ। उसले के भन्छ, यो फलानु मान्छेलाई त मैले भनेर नाम निकालिदिएको, मैले जागिर खुवाइदिएको भन्छ। त्यो भनेको तपाईँको जिन्दगीभरि आत्मसम्मानमा ठेस लागिरहन्छ नि। त्यही भएर तपाईँको मुख्य काम भनेको पढ्ने, तयारी गर्ने, कसैलाई भन्न लगाउने, कसैलाई के गर्न लगाउने, यस्तो काम कदापि नगर्नु होला। त्यो चाहिँ नेगेटिभ एटिट्युड भयो। हरेक कुरालाई पोजिटिभ तरिकाबाट हेर्न सक्ने हुनुपर्छ साथीहरू। हरेक समस्यालाई कसरी चाहिँ अवसरको रूपमा लिन सकिन्छ भन्ने तरिकाबाट। अनि अर्को, आफ्नो बसमा नभएको विषयमा हामी धेरै चिन्ता गर्छौँ क्या। जस्तै कहिलेकाहीँ लोकसेवा आयोगको इक्जाम पोस्टपोन हुन्छ, 2-4 दिन हो नि त। लोकसेवा आयोगमा पनि प्रब्लम हुनसक्छ, टेक्निकल मिस्टेकहरू भइरहेको हुनसक्छ। अनि त्यसमा टेन्सन लिने, ओहो कहिले रिजल्ट निस्किन्छ होला, के गर्छ होला, रिजल्टमा भनसुन हुन्छ होला, परीक्षा हुन्छ कि हुँदैन होला, के गर्छ होला, चिट चोरेर मान्छेहरूले नाम निकाल्छन् होला। यी यस्ता विषयहरू जुन तपाईँको बसमा छैन। तपाईँको बसमा भएको एउटा मात्रै विषय छ, त्यो भनेको पढ्ने हो। राम्रोसँग पढ्ने, त्योभन्दा बाहेकका दायाँ बायाँ कुरा केही पनि नसोच्नु क्या। तपाईँको आफ्नो काम गर्ने, अरूले गरिदिने काममा किन टेन्सन लिनु पर्यो। जस्तै अब धेरैजना साथीहरूको के सोच मैले पाउँछु भने, प्रदेशको स्थानीय तहको जागिर खायो भने त भोलि सङ्घीयता खारेज भइदियो भने त यो सबै खारेज हुन्छ, के गर्ने होला। त्यो तपाईँले अहिले सोचेर खारेज हुन्छ र हुँदैन नि। त्यो भनेको तपाईँ आफैले पढ्नतिर चाहिँ आफूलाई डाइभर्ट गरिराख्नु भएको छ भन्ने कुरा बुझ्नु होला। र यी यस्ता अनावश्यक विषयहरू, बकमफुसे विषयहरूमा ला परीक्षा सर्छ अरे भनेर कसैले भनिदिने बित्तिकै अनि तपाईँ परीक्षा सर्छ अरे, मुद्दा लाग्छ अरे भन्ने बित्तिकै ए ल मुद्दा लाग्छ अरे भन्ने पढ्नै छोड्ने, त्यस्तो गर्नु हुँदैन। जुन कुरा तपाईँले गर्न सक्नुहुन्छ त्यो भनेको पढ्ने हो। पढ्ने भन्दा बाहेकका अरू दायाँ बायाँ कुराहरू नसोच्ने, एकदम पोजिटिभ एटिट्युडका साथ पढ्ने, आफूले म्याक्सिमम टाइम दिने, सफल भइन्छ भइँदैन भन्ने कुरामा केही पनि टेन्सन नगर्ने। तयारी पुगेपछि सफल भइन्छ साथीहरू। भागवत गीतामा श्रीकृष्णले भन्नुहुन्छ नि, कर्म गर फलको आश नगर। हो, यो कुरा पनि यस्तै हो। जस्तै धेरैजना साथीहरूको के हुन्छ भने, इक्जाम दियो, मानव प्राविधिक सहायकको इक्जाम दियो भने अब कहिले रिजल्ट आउँछ भनेर पुरै दिन गनेर बस्ने। तर मानव कोशी प्रदेशको इक्जाम दिनुभएको छ भने बागमती खुल्या हुन्छ, गण्डकी खुल्या हुन्छ, त्यो इक्जाम दिनु न। रिजल्ट मात्रै कुरेर बस्न थाल्नु भयो भने अब रिजल्ट 6 महिना 7 महिना पछि आउँदाखेरि तपाईँले बिचमा पढ्दै पढ्नु भएन भने, रिजल्टमा नाम निस्केन, नाम आएन भने अब अर्कोचोटि फेरि जिरोबाट सुरु गर्नु पर्यो कि परेन? पर्यो नि त। त्यसकारण ती रिजल्ट कहिले आउँछन्, लोकसेवा आयोगको इक्जाम फेयर हुन्छ कि हुँदैन, अब सङ्घीयता खारेज भयो भने प्रदेश तथा स्थानीय तहमा जागिर खाने मान्छेहरूको भविष्य अन्धकार हुन्छ, सरकारी जागिर खाएर काम छैन, यस्तो तरिकाको सोच राखेर नपढेकै बेटर। पढ्नुहुन्छ भने यी यस्ता अनावश्यक डिस्ट्र्याक्टिङ फ्याक्टरहरूलाई तपाईँले रिड्युस गर्ने, नेग्लेक्ट गर्ने, यसलाई नेग्लिजेन्स गरेर अगाडि बढ्नु होला। फुल फोकस चाहिँ पढाइमा हुनुपर्छ। धेरैजना चाहिँ
पढाइभन्दा बाहेक अरू कुरा गर्न एकदम माहिर हुने तर पढ्न चाहिँ नखोज्ने, अनि पढ्न नखोजिसकेपछि नाम त निस्किँदैन। त्यसकारण पढ्न चाहिँ एकदम तपाईँको मेन फोकस हुनुपर्छ। सो यो कुरामा पनि साथीहरू सचेत हुनु होला। र लास्ट पोइन्ट, सर्टकट खोज्ने बानी हामी धेरैजनाको छ। हामी के गर्छौँ, एउटा कुनै क्याप्सुल बुक लिन्छौँ अनि तत्काल 15-20 दिनको कमान्डो क्लास लिन्छौँ अनि तुरुन्तै सफल हुन खोज्छौँ। त्यही बेला मलाई सफलता चाहियो, ह्यान्ड टु ह्यान्ड अहिलेको अहिले तयारी गरेको 1 महिना भएको छैन मलाई अहिले नाम निकाल्नु छ, 2 महिना भएको छैन मलाई अहिले नाम निकाल्नु छ। हो, तपाईँको त्यो सोच आउनु राम्रो हो, तर त्यो अनुसारको मेहनत खै त। 3 महिनामा नाम निकाल्नु छ भने दिनमा 8 घन्टा पढ्नु भएको छ, 6 घन्टा पढ्नु भएको छैन। अनि दिवा स्वप्न देखेर ल म त अब फलानु मान्छेको क्लास लिएको छु, लिने बित्तिकै मेरो त नाम 1 नम्बरमा आउँछ। फलानु राइटरको बुक पढेको छु, त्यो गर्ने बित्तिकै मेरो त नाम आउँछ। मैले फलानु नेतालाई भन्न लगाएको छु, त्यो भइसके त स्योर नाम निस्किहाल्यो नि, जागिर खाइहाल्यो नि। हो, यस्ता अनावश्यक कुराहरूतिर नलाग्ने भनेको सर्टकट कहिले पनि खोज्नु हुँदैन साथीहरू। लोकसेवा आयोगको इक्जाममा तपाईँले पढ्नुभन्दा बाहेक अरू केही गरेर नाम निकाल्न सक्नुहुन्न। त्यसको लागि करिकुलमको एकदम इनडेप्थ नलेज चाहिन्छ, राम्रोसँग तयारी गरेको हुनुपर्छ। त्यो भइसकेपछि नाम निस्किन्छ। कसैको 6 महिनामा निस्केला, कसैको 1 वर्षमा नाम निस्केला, त्यो तपाईँको क्षमतामा पनि भर पर्ने कुरा हो। तर रेगुलर लाग्ने, आफैप्रति इमान्दार भएर मेहनत गर्ने मान्छेको जहिले पनि नाम निस्किएकै छ। तर ती सर्टकट खोज्नेहरू अनावश्यक कस्तो हुन्छ भने नि, मसँग 3 महिना समय छ, 3 महिना समयमा म लोकसेवा आयोगको तयारी गर्छु, नाम निस्क्यो भने निस्क्यो, निस्केन भने बाटो चेन्ज गरिहाल्छु भन्ने मान्छेले पहिले 3 महिना पनि लस नगरे हुन्छ क्या, पहिले बाटो तताइहाले हुन्छ। यो भनेको चाहिँ निरन्तर रूपमा मेहनत गर्ने कुरा, पोजिटिभ एस्पेक्ट राखेर मेहनत गर्ने कुरा हो। जसले अहिले सर्टकट खोज्छ नि, भोलि उसले जागिरमा पनि सर्टकट खोज्छ अनि अनावश्यक कामहरू गर्न थाल्छ र त्यो मान्छे विभिन्न काण्ड लागेर बाहिर निस्किन पनि सक्छ। त्यसकारण धैर्यवान भएर तयारी गर्नु होला। सर्टकट भनेको केही पनि छैन यसमा। पढ्नुभन्दा बाहेक अरू कुनै विकल्प छैन। पढाइभन्दा बाहेकका अन्य कुरामा धेरै ध्यान पनि नदिनु होला। यी यस्ता कामहरू गर्नुभयो भने तपाईँ पक्कै पनि सफल हुनुहुन्छ भन्ने नै लाग्छ। यसका अलावा अरू कुराहरू पनि हुन सक्छन् जहाँ यहाँ छुटेको जस्तो लाग्छ भने तपाईँहरूले कमेन्टमा भन्न पनि सक्नुहुन्छ। तर मलाई जहाँसम्म लाग्छ, म आफूले तयारी गर्दाखेरि धेरैजना साथीहरूलाई तयारीको सन्दर्भमा सहजीकरण गर्दाखेरि यी यस्ता विषयहरूमा चाहिँ सचेत नभएको पाएको कारणले गर्दा मैले यी 8वटा पोइन्टहरू तपाईँहरूलाई बताएँ र गल्तीहरू मात्रै होइन, यो गल्तीलाई कसरी ओभरकम गर्न सकिन्छ भन्ने कुरा पनि यहाँहरूलाई बताएँ। अब एकचोटि यसको सर्ट रिभ्यू हेरौँ, सरसर्ती हेरौँ साथीहरू। सबैभन्दा पहिला सामान्य टेक्निकल विषयको हामीले जानकारी नराख्ने अवस्थाबाट मुक्त हुनुपर्दो रहेछ। दोस्रो, एकैचोटि धेरै ठाउँमा हात हाल्ने तयारी गर्ने काम बन्द गर्नुपर्दो रहेछ। खोजमुखी र समालोचनात्मक हुनुपर्ने रहेछ। स्पुन फुडर जस्तो जे कुरा प्राप्त गरेको छ त्यसलाई मात्रै त्योभन्दा दायाँ बायाँ नहेर्ने, त्यो अवस्थाको अन्त्य गर्नुपर्ने रहेछ। आफ्नो स्ट्रेन्थ र विक पोइन्टहरूको बारेमा जानकार राख्नु पर्दो रहेछ र आफ्नो स्ट्रेन्थबाट मोटिभेटेड हुने र विकनेसलाई, कमी कमजोरीहरूलाई सुधार गर्नतर्फ हामी लाग्नु पर्दो रहेछ। अर्को, गलत सङ्गतबाट मुक्त हुनुपर्ने रहेछ। अर्को, लोकसेवा आयोगलाई आफ्नो फर्स्ट लभ बनाउनु पर्दो रहेछ, साइड बिजनेसको रूपमा लिनु हुँदैन रहेछ। नेगेटिभ एटिट्युड राख्ने, आफ्नो बसमा भएका विषयहरूभन्दा बाहेकका कुराहरूमा चिन्ता गर्ने जस्ता कामहरू गर्नु हुँदैन रहेछ र निरन्तर मेहनत गर्नुपर्दो रहेछ। नो सर्टकट भन्ने कुरा बुझ्नु पर्दो रहेछ। यी यति कुराहरू तपाईँले अहिलेसम्म नबुझेर पो सफल हुनु भएको थिएन कि एकचोटि आत्मालोचना गर्नु होला। अब मैले भन्दाखेरि तपाईँहरूलाई राम्रो लाग्ला सुन्दाखेरि, तर तपाईँमा कतिको लागु हुन्छ, तपाईँले लागु गर्नुभयो भने नै तपाईँ सफल हुने हो नि त। त्यसकारण यी कुराहरूलाई इन्टरनलाइज गरेर लागु गर्ने प्रयत्न पनि गर्नुहोला। यहाँहरू सबैजनालाई सफलताको शुभकामना पनि छ। र साथीहरू, मैले अहिलेसम्म भनेका कुराहरूलाई ध्यानपूर्वक सुनिदिनु भयो अनि हेरिदिनु भयो, यसको लागि यहाँहरूलाई विशेष धन्यवाद छ। यसमा केही कुराहरू थप्नुपर्ने, यस्तो कुराहरू भनेको भए हुन्थ्यो भन्ने जस्तो लाग्छ भने यहाँहरूले कमेन्ट सेसनमा पनि लेख्न सक्नुहुन्छ। यी कुराहरूलाई विशेष ख्याल गर्नुहोला। अब सबैजना साथीहरूलाई तयारी सफलताको शुभकामना छ। अहिलेसम्म यहाँहरू लोकसेवा आयोगमा, शिक्षक सेवा आयोगमा सफल हुनु भएको छैन भने अब सफल हुनुहोला, यो शुभकामना पनि दिँदै आजको भिडियोबाट म यहाँहरू माझबाट बिदा हुन चाहन्छु। यस्तै अन्य सामग्रीहरूमा हाम्रो भेटघाट हुने नै छ। हस्त सबैलाई नमस्कार।